अब हामी टासिलिङ जानको लागि चाहिँ एकदमै तयारी छौँ जानु आँटेको। अब अहिले टाइम कति भएछ? 6 बज्नुको लागि 11 मिनेट। यहाँ साथीहरू पर्खिरहेको छौँ हामी। पहिला फर्स्टमा हामी खेचीपेरी योक्सम जानेछौँ। वहाँका त्यहाँ पुगेर हामी त्यहाँका सिनेरीहरू पनि हामी तपाईँहरूलाई देखाउनेछौँ। ल अब हामी अब यहाँबाट खेचीपेरी जाँदैछौँ। तपाईँहरू के भन्नु चाहनुहुन्छ भन्नुहोस् न। ल त के भन्नुहोस् न केही। आज हामी चाहिँ एकदम गुड मर्निङ सबैजनालाई। अब हामी खेचीपेरी टासिलिङ जाँदैछ। एकदम दिन चाहिँ राम्रो होस्। बहिनीले के भन्नु एउटा सानो? तपाईँहरू सबैजनालाई गुड मर्निङ। आज चाहिँ हामी खेचीपेरी जाँदैछ घुम्नु। सो एक्साइटेड। ओके यु आर सो एक्साइटेड। ओके ओके आइ एम अल्सो। ल अब यहाँनिर जर्नेस पनि आउँदैछ र जर्नेसको मम्मी आउँदैछ। लु के भन्नु चाहनुहुन्छ अलिकति? लु लु कतिको एक्साइटिङ हुनुहुँदैछ? एकदम आज चाहिँ एक्साइटेड छ। के भन्दा ल अब यो डुब्दीको यहाँनिर रुख लडेको रहेछ। गेट जस्तै रहेछ है। खदा पनि लगाएको रहेछ यहाँनिर। एकदम राम्रो देखियो। यो थाक्यो हत्तु भयो। साह्रो उकालो रहेछ। खेचीपेरी यही पवित्र एकदमै पोखरी। स्लाइममा आइयो। अरे अहिले चिसो भुइँमा हिँडाइन्छ अनि म चाहिँ कुर्छु ल
Finally, we reached Dubdi Monastery. 아유, 사람 थाक्यो. Here's Dubdi Monastery, Yoksam, Archaeological Survey of India. Here's आइपुग्यो अब दुब्दी मोनास्ट्री. हेलो 300 years AD को रहेछ दुब्दी मोनास्ट्री. लगभग 300 वर्ष. पानी पर्दैछ त तपाईहरु कहाँ पुग्यो? कासिम पुग्यो? ए हामी गुम्पाबाट पुग्यो. Ay. सबको यहाँ बेलुका आइपुग्यो है हामी त अब एकदम यहाँनिर है राम्रो दर्शन पायो अर्को पालि चाहिँ छिटै आएर यहाँ बस्छु म यहाँ है बुक गरिराख्नु ल यो पनि अब त हाम्रो हो नि अन्त हाम्रो हो नि तिम्रोकोलाई दियो मैले निमरामकोमा छैन मलाई पो दियो कि बा अब यहाँ हामी छ्यौटे कोरा गर्नु गएको लास्ट अब डुठे त जानु भ्याएन नि छ्यौटे अब 3 कोरा गरेर चाहिँ हामी अब प्रस्थान हुनेछौँ
यहाँ चोटेन हो यहाँ चाहिँ एकदमै टासिडिङ चोटेन फोटो यहाँ खिच्न यहाँ घन्टी बजाउनुपर्छ ल भाइ अब यहाँ म अलिकति घन्टी बजाउनु पर्यो छैन छैन रहेछ अहिले घन्टी छैन रहेछ फोटो खिच्नुपर्छ खै कहाँबाट जान्छ यसरी यहाँ बौदाको सेकेन्ड हो यो लाग्दो छिमी ल्याउनु पर्ने छ खासमा है पैसा चाहिँ एकदमै चौतेन रहेछ एकदमै होइन नेपाल काठमाडौँको बौद्धको चाहिँ एकदमै सेकेन्ड रहेछ यो चाहिँ apa yo hani अमिलो नखानु हुन्छ कि तातो भए झन् मजा आउँथ्यो चिसो भइसक्यो भयो भिडियो नगर बेसी